दोस्रो नमस्ते त्यस्तै र आज 2083 साल साउन महिनाको 2 गतेका दिन शनिबारका दिन र त्यसै गरेर विशेष तिथि भगवान बुद्धले धर्म प्रवर्तन गर्ने दिन र त्यो दिनको बारेमा अघि नै सबैजनाले आफ्नो स्पष्ट रूपमा भनिसकेको छ र आजको यो दिनमा अनि हाम्रा यो जुन जासुन दुसो छोपा भनेर जुन नामक संस्थाको चाहिँ आज अधिवेशन हुन गइरहेको हुँदा अनि यो अधिवेशनमा मलाई आमन्त्रित गर्नुभएकोमा धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु र लगतै सबैजना जति पनि यहाँ उपस्थिति आज यस अधिवेशन सभाको अनि सभा अध्यक्षज्यू त्यसै गरेर अनि दोजी लोपेन त्यसै गरेर लोपेनला त्यसै गरेर अनि लवन जम्सु लामाज्यू र त्यसै गरेर अनि कर्मा वैद्यज्यू त्यसै गरेर साम्डु लामा साम्डुज्यू लगायत अन्य जति पनि गुरुवरहरू हुनुहुन्छ र त्यसै गरेर उपासिकाहरू लगायत जति पनि धर्मप्रेमीहरू सबैजनामा प्रथम मेरो आजको यो जुन सभामा चाहिँ उपस्थित हुनुभएको सबैमा अनि प्रथम प्रसिद्धिले नमस्ते भन्न चाहन्छु र त्यसै गरी अब सबैजनाले अब धेरै आफ्नो अनुभवी रूपमा भनिसक्नु भएको छ र त्यसै गरेर उम्रीको रूपमा हेर्नु पर्दाखेरि सब यहाँनिर सबैभन्दा सानो नै मै हो जस्तो लाग्छ मलाई है त्यो भएको कारणले गर्दाखेरि खासै अनुभवी भन्ने पनि खासै त हुँदैन तर पनि अब मेरो एउटा बोल्ने एउटा के भन्छ अब बोल्नु नै पर्ने एउटा भएको हुँदाखेरि तपाईँहरू सामु चाहिँ यो शब्द भन्न गइरहेको छु र सोपाको नामदेखि नै मैले सुरुवात गर्न चाहेँ किन भन्दाखेरि जासुङ भन्ने बित्तिकै रिजिन जासुङ यिङबोलाई समर्पित हो जस्तो लाग्छ मेरो विचारमा र रिजिन जासुङ यिङबो उहाँकै त्यो समर्पित भएको कारणले गर्दाखेरि तपाईँहरूले भुमसोक गर्नु भइरहेको छ अहिलेसम्म र जुन भुमसोक गर्नु भइरहेको छ त्यो भुमसोक पनि हामीले कुनसुतीकै विधिबाट गर्नु भइरहेको छ मलाई जहाँसम्म लाग्छ र त्यो भएको कारणले गर्दाखेरि म के भन्न चाहन्छु भन्दाखेरि तपाईँहरूमा यो छोपामा एकदमै ठुलो मलम छ भनेर भन्दाखेरि पनि के आपत्ति हुँदैन जस्तो लाग्छ किन भन्दाखेरि रिजिन जासुङ यिङबोले एउटा मलम गर्नुभएको थियो भनेर प्रख्यात रूपमै तपाईँहरू सबैजनाले पनि अवगतै भएको चिज होला के भनेर मलम गर्नुभएको थियो भन्दाखेरि उहाँको जुन जासुन पोइटुक भनेर जासुन यिङबोको जुन पोए छ त्यो चाहिँ अनि पुरै ठाउँमा फैलिएर जाओस् स्पेसल्ली कुन ठाउँमा भन्दाखेरि डाँडा पहाडी भेगमा भनौँ सिधै हिमालय भेगमा एकदम त्यो पनि एकदमै दुर्गम क्षेत्रतिर चाहिँ फैलिएर जाओस् भनेर उहाँले एकदमै प्रार्थना गरेको कारणले गर्दाखेरि पनि त्यो कारणले गर्दाखेरि पनि उहाँको एउटा मलम भएको कारणले गर्दाखेरि पनि पछिल्लो समयमा पनि हामीले देख्न सक्छौँ अहिले त हामी काठमाडौँ हौँ तर गाउँघरतिर पनि जाँदाखेरि कुजुचिदुई भनेर चिनिने गरिन्छ तपाईँको छेलो के हो भन्दाखेरि पनि मेरो छेलो त कुजुचिदुई होइन त्यसरी पहिला त्यसरी भन्ने गरिन्थ्यो क्या सबैजना थाहा भएकै कुरा हो तर पनि त्यो भनेको चाहिँ के भन्दाखेरि चाहिँ एउटा उहाँको रिजिन जासुङ यिङबोको चाहिँ मलम भएको कारणले गर्दाखेरि त्यस्तो भएको र त्यो भएको कारणले गर्दाखेरि यो छोपामा पनि अहिले तपाईँहरूको छोपामा पनि एउटा मलम चाहिँ उहाँको मलम पनि लाग्ने छ जस्तो चाहिँ मलाई लाग्छ त्यो भएको कारणले गर्दाखेरि अब अघि सुरुमा जुन कार्यक्रम सञ्चालक उहाँले भन्नुभएको जस्तै गरेर अब खासै कार्यक्रमहरू गर्न सकेको छैन वर्षमा एउटा मात्र कार्यक्रम भइरहेको छ भन्ने खालको भन्नुभइरहेको छ तर एउटा कार्यक्रम भए पनि राम्रो रूपमा भइरहेको छ त्यो नै ठुलो कुरा हो तर पनि मेरो विचारमा चाहिँ अझ पनि यो जुन प्रोग्रामहरू छ अझ तपाईँहरूले बढाउने प्रयास गर्नु होला अब त्यसमा कतिको समय मिल्छ भने मेरो पनि म पनि आउने एउटा प्रयास गर्नेछु र त्यसै गरेर अनि जुन अब तपाईँहरूले प्रोग्राम गर्नु भइरहेको छ त्यो पनि एकदमै राम्रो नै भइरहेको छ र त्यसै गरेर जुन अब यहाँनिर जुन जति पनि सदस्यहरू छ अब 25 जना जति छ भनेर भन्नुभएको थियो त्योहरू पनि एकदमै खुसी लागिरहेको छ र सबैजना एकदमै एक आपसमा मिलमिलाप पनि देखिरहेकै छौँ अब अरू बेलामा कतिपय समयमा हामीहरू पूजामा पनि भेटिरहेको हुन्छ तपाईँहरूलाई निम्तो गराउनु भएको अनुसारले र त्यसरी भेट्दाखेरि पनि तपाईँहरूले सरप्राइज देखिरहेको हुन्छ र त्यो भएको कारणले गर्दाखेरि पनि एकदमै राम्रो लागिरहेको छ र तर त्यसमा पनि तपाईँहरूको उद्देश्य के रहेछ त भन्दाखेरि पहिलो चरणमा तपाईँहरूले
जुन सुरुवात गर्ने क्रममा पनि उद्देश्य के रहेछ त हाम्रो लामाहरूलाई अब दुःख हुँदाखेरि भनौँ र त्यसै गरेर अब कुनै समयमा एक्लोपन जस्तो बिमारी हुँदाखेरि पनि एक्लो भएको जस्तो फिल हुने र त्यस्तो खालको हुँदाखेरि चाहिँ अनि साथ सपोर्ट होस् हाम्रो लामाहरूमा पनि एक आपसमा मिलमिलाप होस्। सिधै भन्नुपर्दाखेरि के हो भने त र त्यो भनेको नै के भन्दाखेरि छुम्बोचितो साँझे पर्स्यो भनेर मलम गरेको जस्तो हो भनेर भन्न चाहन्छु। त्यो भनेको चाहिँ भविष्यमा गएर चाहिँ अनि हामीहरू सबैजना एउटै छुम्बो एउटै मण्डलामा चाहिँ गएर चाहिँ बुद्धको ज्ञान प्राप्त होस् भने जस्तै र त्यस्तो खालकै हिसाबले एक आपसमा अहिले पनि हामीले साथ सपोर्ट भनेको चाहिँ त्यो खालको हुनुपर्छ जस्तो चाहिँ लाग्छ। र छुम्बोचितो साङ्गेपा भनेको चाहिँ एउटा चाहिँ त्यो चाहिँ भविष्यमा चाहिँ हामी चाहिँ एउटै मण्डलमा गएर चाहिँ बुद्धको ज्ञान प्राप्त गर्नु सकोस् भनेर चाहिँ मलम गरेको भए तापनि त्यो मलम हुनुको लागि चाहिँ अहिलेदेखि नै के हुनुपर्छ त भन्दाखेरि त्यो मलम प्राप्त हुनुको लागि चाहिँ अहिलेदेखि नै हामीले चाहिँ त्यो कर्ममा चाहिँ लाग्नु पर्ने हुन्छ। त्यो र त्यो कर्ममा लाग्नुको लागि चाहिँ अहिलेदेखि नै हामी के हुनुपर्छ एक आपसमा मिलमिलाप हुनुपर्छ। यो होइन कि अघि भने जस्तै गरेर अब बन्द सत्र हुनु आँटेको छ भन्छ तर त्यसमा पनि अब त्यसरी म बस्छु अब म गर्छु भन्ने खालको नभइकन कि अब अहिलेसम्मको अब भावी अब पूर्व भनौँ न पूर्व जति पनि कार्य समितिहरू छ उहाँले राम्रो गरिराखेको छ भने उहाँहरूलाई एकदमै अझ पनि प्रशंसा गरेर अझ उहाँहरू बस्न सकिने छ भने उहाँलाई नै गर्नु दिएको राम्रो हुन्छ जस्तो लाग्छ। किन भन्दाखेरि उहाँहरूमा एउटा अनुभवी छ र यदि उहाँहरूले त्यसरी गर्न सकेको छैन उहाँहरूले समय दिन सकेको छैन भने चाहिँ त्यहाँदेखि चाहिँ तपाईँहरूमा अब कुरा गरेर हुन्छ कि के गरेर हुन्छ त्यसरी राखेको चाहिँ राम्रो हुन्छ जस्तो मलाई लाग्छ। किन भन्दाखेरि हाम्रो यो धार्मिक शास्त्रहरू चाहिँ त्यसरी चुनावी रूपमा जानु भनेको चाहिँ एकदमै नराम्रो हो जस्तो चाहिँ मलाई लाग्छ। किन भन्दाखेरि धार्मिक शास्त्रहरूमा चाहिँ त्यसरी चुनावी रूपमा गयो भने के हुन्छ भन्दाखेरि राजनीति भनेर जुन जति पनि अहिले ठुल्ठुला अब संस्थाहरूमा चाहिँ फलानामा त यस्तो यस्तो भयो अरे यो भयो अरे भनेर कति त सुन्नुमा आउँछ नि त्यो सबै भएको। अब हुन त अब त्यो सबै नराम्रो भन्नु मिल्दैन किनकि एउटा नेपाल सरकारकै एउटा रुल अनुसारले जानुपर्ने हुन्छ एक हिसाबले त। तर पनि त्यो अनुसारले जाँदाखेरि हाम्रो धर्ममा चाहिँ धार्मिक संस्थामा चाहिँ अलिकति विवाद आइने हो। त्यस्तो खालको हुँदाखेरि चाहिँ जहाँसम्म मलाई लाग्छ तपाईँहरूले एउटा उहाँहरूलाई नै तपाईँहरूको एउटा सल्लाह सुझाव भएर नै अनि फलाना बस्नुहोस् भन्ने खालको चाहिँ भएको चाहिँ एकदमै उत्तम जस्तो चाहिँ मलाई लाग्छ। भावी आउने समयमा पनि बौद्ध धर्मको भनौँ या त्यसै गरेर यो संस्थाको चाहिँ एकदमै उज्जवल भएर जाओस् अझ पनि बृहत रूपमा चाहिँ जान सकोस् भन्ने खालको चाहिँ प्रार्थना गर्दै अनि म पनि तपाईँहरूलाई धेरै नै साथ सपोर्ट दिनेछु भन्ने एउटा प्रतिज्ञा राख्दै अनि म चाहिँ यहाँहरू सबैमाथि सामु चाहिँ आज म बिदा लिन चाहन्छु। ल सो पोजिटिभ